मान्छेको जीवनमा सबैभन्दा पीडादायक कुरा भनेको सबै भएर पनि भित्रभित्रै एक्लो महसुस गर्नु हो। बाहिरबाट हेर्दा जीवन ठिकठाक नै देखिन्छ, वरिपरि मानिसहरू हुन्छन्, कुरा गर्ने साथीहरू हुन्छन्, परिवार हुन्छ, अनि सोशल मिडियामा हाँसिरहेको फोटो र खुसी देखिने पोस्टहरू पनि हुन्छन्। तर यति धेरै भिडको बीचमा पनि मनभित्र एउटा यस्तो खालीपन महसुस भइरहेको हुन्छ जसलाई शब्दमा बुझाउनै सकिँदैन। यस्तो किन हुन्छ भने कहिलेकाहीँ मान्छेलाई साथको कमीले होइन, बुझिदिने मान्छेको कमीले एक्लोपन महसुस गराउँछ। अझ गाह्रो कुरा त के हो भने तपाईँ आफ्नो यो एक्लोपन र पीडा कसैलाई भन्न वा देखाउन पनि सक्नुहुन्न, किनकि तपाईँलाई डर हुन्छ कतै उनीहरूले मलाई गलत पो बुझ्छन् कि वा मलाई जज पो गर्छन् कि। त्यसैले धेरै पटक भित्रभित्रै ठिक नहुँदा पनि तपाईँ बाहिर मुस्कुराउँदै म ठिक छु भन्दै मुस्कुराइरहनु भएको हुन्छ। वास्तवमा गहिरिएर बुझ्ने हो भने मान्छेको मनको यो खालीपन नाम, सफलता वा पैसाले कहिल्यै भर्न सक्दैन, किनकि अन्त्यमा एउटा मान्छेलाई सबैभन्दा धेरै चाहिने भनेको माया, आफ्नोपन र उसलाई चाहिँ साँच्चै बुझिदिने एउटा मन हो।